हेलो नमस्ते झोरले सम्पूर्णमा हामी आज बुढाबुढी गाउँतिर गइरहेछौँ। माथि पहाडतिरको जग्गा जमिन हेर्न गइरहेछौँ। मेरो बुढी पछाडि आइरहेको छ। हामी के रे बुढी झोला बोकेछ अरे। अनि हामी यो यस्तो बाटोमा गइरहेछौँ। दिउँसोको लागि नास्ता पानी लिएर गइरहेको छौँ। हिँड्नुपर्छ हामीलाई समथिङ 1.5-2 घन्टा जति। यहाँदेखि गएर त्यो बाटो भएर त्यो माथि डाँडा निस्केर अनि यो एरियामा जानुपर्ने हुन्छ। यो एरियामा अनि यो एरिया चाहिँ हाम्रो त्यो डाँडामा जानुपर्ने कुरा हुन्छ। सो रमाइलोको लागि मैले पनि छोटो सर्ट भिडियो बनाएको छु। माया गरिदिनु होला। मेरो बुढीलाई हस्त नमस्कार धन्यवाद भन्ने बहुत भाइरल भएको छ मेरो बुढीको। कृपया भिजिट गरिदिनु होला, हेरिदिनु होला। अनि यस्तै छ। अनि यो खोलामा चाहिँ माछा मार्न आउँछौँ हामी। असला माछा भन्ने हुन्छ यहाँ। यहाँदेखि जानुपर्छ हामी। यो झोलुङ्गे पुल भन्छ हाम्रो यता गाउँतिर। झोलुङ्गे पुलतिर जाने जम्बुडी जम। अब यहाँबाट जान्छौँ त्यो खोला पारी जाम। त्यो खोला पारी जाने। अनि खोला पारी गएपछि त्यो गाउँ निस्किनुपर्छ। मेरो बुढी डर लाग्छ। अनि यो खोलामा चाहिँ हामीले माछा खुब मार्छौँ क्या। जाल फालेर माछा मार्ने कार्यक्रम भइरहेको हुन्छ साँझ। तर हिँडिराख्नुपर्छ। गाउँमा एक्सर्साइज हुन्छ। पुरे गर्नुपर्छ होइन। 11 नम्बर बसमा मात्र हिँड्नुपर्छ। अनि आज हिँड्ने भनेको उकालो चढ्न सकिन्छ कि नै। यो उकालो छ। गाउँघरतिरको यस्तै हो। खेतबारीहरू धेरै टाढा हुन्छ है। केही नभएको 2 घन्टा 3 घन्टा 4 घन्टा हिँड्नुपर्छ। कुनै ठाउँ त यस्तो छ अहिले हिँड्यो भने भरे उठै बास बस्नुपर्छ। फर्केर आइन्न। अनि यस्तो अवस्था छ हेर। बुढी छिटो दौडे भरे नत्र फर्किँदैन मान्छे फेरि। उतै बसाइ हुन्छ भरि जङ्गलमा। ल साथीहरू अब फेरि माथि भेटौँला डाँडामा। यो डाँडामा आइयो माथि। कति पारो देखिरहेको त्यो स्कुल हो। त्यहाँ +2 सम्म हुने रे। र अहिलेसम्म चाहिँ 10 सम्म छ। यो ठुलो गाउँ। अनि मेरो बुढी आइरहेछ पुरा थाकेको पेसेङ गरेर। अनि यो ठुलो गाउँदेखि यहाँ आउनुपर्छ। अनि यो पुल हुँदै आएको। यो पुल हुँदै यो गाउँमा आइपुग्यो। अनि यहाँबाट अझै धेरै जानु छ। यो माथि डाँडा अझै काट्नु छ। त्यो डाँडा देखिरहेको डाँडामा पुग्नुपर्ने हुन्छ। यहाँ पल गर्नु पऱ्यो कि। अब यहाँ के भन्छ रे बुढी यो ठाउँको नाम? भान्डेखर्ककाहरूले अब यहाँ पल गर्नु पऱ्यो कि रोड आउनलाई। त्यहाँसम्म त रोड छ। त्यहाँदेखि माथि जान्छ। तर वालीदेखि वारी लन्चुबिङ भर्तीबुङ भान्डेखर्क भन्ने ठाउँ यहाँ टन्ने छ गाउँहरू चाहिँ। तर विकास चाहिँ अझसम्म भएको छैन। यस्तो छ अवस्था गाउँघरतिरको। के भन्छस् 2-4 शब्द? हजुरले मैले के भनेर गाडीको बाटो भइदिएको भए राम्रो हुन्थ्यो सर। र बाटोमा गइन्थ्यो यसरी आइन्थ्यो सर। माथि हाम्रो बारीमा माखाले खिलाइरहेको। यसपालि राम्रोलाई भोट दिनु पऱ्यो नि त। अनि सर र आउँछ। भोट खेर जानिदिनुहुन्न। त पनि घन्टीवाली होस्। घन्टी हल्लाइदिनु। ल ठिक छ। ल सकिन्न हिँड्न सकिन्न। यस्तो छ बाटो। बुढीले झोला बोकाइसकेपछिको अवस्था र। अनि यो बाटोमा हिँड्दा त ओ माई गड यहाँका मान्छेहरूले
दाना पानी आफूले खाने दाना पानी बोकेर लान्छ गाइस। यस्तो छ ठाउँ। बाटो त सब ठिकै छ मान्छे हिँड्ने चाहिँ, तर गाडी हिँड्ने बाटो पनि हुनु पऱ्यो क्या यहाँ चाहिँ। टुरिस्ट एरिया पनि छ क्या यो साइडमा है, यो डाँडा उतापट्टि अहिले देखाउँला। अनि भ्यू हेरेर गाइस, ओ माइ गड। अनि हिजो अस्ति त त्यो बारी डाँडामा पनि हिउँ परिरहेको थियो, एकदम दामी देखेको थियो त्यहाँनिर। जो अहिले त हिउँ पग्लिसक्यो। यसरी हुन्छ यहाँ खेती। त्यहाँ तोरी छ, जौँ गहुँ, एभ्रिथिङ इज हियर। वाउ। अनि त्यो एरियामा पनि छ अरे हाम्रो जग्गा चाहिँ, त्यो जङ्गल देखिरहेको ठ्याक्क उतापट्टि। तर आफू कहीँ गइरहेको छैन, धेरै टाढा हुन्छ हिँड्न सकिँदैन, गाह्रो छ, बोल्न नि सकिरहेको छैन यहाँ। है बोल्न सकिरहेछस्? सिगान चुहिरहेछ। सिगान चुहिरहेछ अरे यसको चाहिँ। ल अब फेरि अर्को डाँडामा भेटौँला है बुढी। हाम्रो गाउँका मान्छेहरू मेहनती त मेहनती के, गाउँलेहरू पुरै गहुँ जौँ तोरी तलैदेखि माथिसम्म हेर यस्तो भिरमा बारी बनाएर। पुरा हाम्रो पुर्खेली जग्गा जमिनमा हेर्नुहोस् न, अझै पनि जे होस् राम्रो छ। हिँड्न सकिरहेको छैन, गाह्रो भइरहेछ, हाई लाग्छ कि। अलि हाइटमा गइयो भने बानी छैन नि त। अनि पुरा यो बारी हेर्नुहोस्, त्यो बारी टोटल्ली अहिले त अब प्रायः जसो विदेश मात्रै नि त, त्यही भएर त्यो बारी प्रायः जसो खेतबारीहरू पुरै बाँझो छ। अब आउनु पर्यो गाइस, आफ्नै देशमा यसरी गर्नु पर्यो, तोरी लाउनु पर्यो, गहुँ जौँ लाउनु पर्यो होइन। पुरा गहुँ जौँको जाँड मकैको जाँड खानु पर्यो। केटा विदेशमा कति बस्छौ यार, कहिलेकाहीँ गाउँघरमा आएर पनि गर। विदेशको स्ट्यान्डर्ड ठाउँ मात्रै हेर्ने होइन, सफा सुथरा मात्रै हेर्ने होइन, यहाँको अर्ग्यानिक ठाउँ पनि हेर्नु पर्यो, अर्ग्यानिक खाना खानु पर्यो। कुहिएको चिकन, वर्षौँ कुहिएको चिकन, कुहिएको चामल खाएर कति दिन बस्छौ यार। आऊ युवा हो, नेपाल आऊ, नेपाल बनाऊ यसरी। यस्तो राम्रो राम्रो ठाउँ छ लगेर। त्यही हो, विकास छैन, अलिकति दुःख त्यसैमा लाग्छ। विकास चाहिँ हुन्छ होला बिस्तारै बिस्तारै। अब बोल्ने केटाहरू जति छ विदेशबाट फेसबुकमा, ट्विटरमा, वाट्सएपमा, टिकटकमा कराएर भएन है। बोल्ने जति उता हुन्छ। अब यहाँ प्रगति कसले गर्छ त, गाह्रो छ। ल हस् त, फेरि भेटौँला।